हेलो सबैजनालाई स्वागत छ मेरो च्यानलमा चाहिँ हामी चाहिँ आज यता परादी रमा हान्न आएको यहाँ हान्दैछु मामाले उहाँ हान्दै हुनुहुन्छ माछा चाहिँ भर्खरै लागेको एउटा दुईटा लागेछ सानो सानो एउटा चाहिँ ठुलै छ ठिक्कको बेलासम्म तपाईँको कति लाग्छ त्यसमा चाहिँ कति लाग्छ त्यो चाहिँ तपाईँलाई देखाउनेछु। हेलो गाइज माछा अहिले फेरि एउटा लाउन सफल कुनाबाट अघि त ठुलो आइरहेको थियो अहिले त सानो सानो मात्रै आउनु लाग्यो यस माछा चाहिँ अलिअलि लाग्ने सम्भावना। ल गाइज फेरि एउटा असला माछा मोदी खोलाको लोकल। ल है गाइज फेरि एउटा भर्खरै पर्न सफल है हाम्रो मामा तर्फबाट प्योर अर्ग्यानिक मोदी खोलाको लोकल असला। लामो समयको अन्तरालमा फेरि एउटा माछा चाहिँ गर्न सफल भएको छ है। तपाईँहरूलाई अब यो पछि के कति लाग्दो रहेछ म हजुरलाई देखाउनेछु। हेलो गाइज हामी चाहिँ परादीबाट फेरि फर्केर अब आफ्नै ठाउँ ड्याममा आएको। वहाँ चाहिँ त्यति खासै माछा चाहिँ लागेन। अब बरु हिजो यहीँ फटाफुट्टा लगाइरहेको थियो त्यही भएर यता आएको। हेलो गाइज मोदीमा फेरि एउटा मामाबाट आएको छ माछा चाहिँ है। बाँकी चाहिँ अब कति पर्छ देखाउनेछु। ल है गाइज धेरै समयपछिको अन्तरालमा चाहिँ ज्याक असला पर्न गएको छ है। टेन्डा ठुलो पऱ्यो है। यस्तै 10-12वटा लगाइदियो भन्ने हो। अब टाइम पनि भयो होइन। ल फेरि पनि एउटा माछा चाहिँ हाम्रो मामाबाट आउँदैछन् है। माछा लाग्दैछ हल्का फुल्का गरेर। अनि मामाबाट चाहिँ खाता खोल्न चाहिँ सफल है। जति राति पऱ्यो त्यति झन् माछा लाग्छ यहाँ। फेरि पनि एउटा माछा अघिभरि धेरै नै निकै आइरहेको थियो। अब भिडियो लामो हुन्छ भनेर हामीले धेरै बनाइएन है। तर अघि चाहिँ योभन्दा ठुल्ठुलो आइरहेको थियो। यो त छेउमा भएको छेउमा सानसानो खेलेको आजको माछा चाहिँ के भएछ है। तैपनि अझै कोसिस गरिराख्नु भयो मामाले। अझ मेरोमा त्यति लागेको छैन। माछा जिउँदैछ त्यस्तो।